वाउ 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 नेपाल भर्सेस इङ्ल्यान्डको आजको T20 म्याच एकदम इन्ट्रेस्टिङ भएको थियो। बबालै मजा आयो। क्या ब्याटिङ क्या बलिङ देखेर म अचम्म। आजको फर्स्ट म्याच थियो नेपालको। डेब्यु म्याचमा शेर मल्लले फिल चाल जस्तो प्लेयरलाई आउट गराइदिए। नन्दन यादवले जस बटलरलाई आउट गराइदिए। यस्तो इन्ट्रेस्टिङ भएको थियो गेम कि भन्नै सकिँदैन। अब खेलमा चाहिँ दिपेन्द्र सिंह एरीले 2टा विकेट लिएका थिए। वाउ 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 के त्यसपछि नन्दन यादवले पनि 2टा। त्यसो राम्रो एकदमै दामी थियो गेम। करण केसी अलिकति पिटिएका थिए। ओभरअल गेम एकदमै राम्रो थियो र इङ्ल्यान्डतिरको हेरी ब्रोकले चाहिँ 50 रन कम्प्लिट गरेका थिए। त्यसपछि बेथल भन्नेले तिनले पनि 50 रन कम्प्लिट गरेका थिए र ज्याकले चाहिँ समथिङ 30 को हाराहारीमा चाहिँ लगेका थिए। तर बलिङ दामी थियो। सन्दीप दामिछानेको बलिङ वा दामी थियो। शेर मल्लको त्यस्तै। ओभरअल गेम बबालै थियो। अब 150 को टार्गेट दिएको छ। के चेज गर्न सक्ला नेपालले? सक्छ, मलाई लाग्छ सक्छ, तर राम्रो गर्न पर्यो। ल जित्छ हाम्रो नेपालले, मलाई चाहिँ थाहा है।